ब्याक टु माई च्यानल। म फेरि पनि आइसकेँ तपाईँको सामने विष्णु पौडेल न्यू भ्लगको साथमा। आज हामी चाहिँ सबै साथीहरू एक ठाउँ भेला भएका छौँ। भेला भएर चाहिँ ड्राई पिकनिक जाने निर्णय गरेका छौँ हामीहरू। सबै साथीहरू हुनुहुन्छ। जेनी मिस हाई, जिना मिस हेलो मिस, हेलो सबैले हाई गरिदिनु ल। यता अस्ति मिस हाई। कस्तो लागिरहेछ आज यसरी हामी ग्यादरिङ जस्तै होइन, यसरी बस्न पाउँदाखेरि कस्तो फिल भइरहेछ? एक्साइटेड? ओके साथीहरू, हामी यसरी बसिरहेका छौँ। हामी कहाँ जान्छौँ निर्णय चाहिँ भएको छैन। हामी कहाँ जान्छौँ म तपाईँहरूलाई देखाउनेछु। आज मस्त इन्जोय गर्नेछौँ हामीहरू है। अनि देशी साथीहरू खेल्दै गर्नु होला आजको भ्लग कस्तो हुन्छ। दिव्या मिसले पैसा मिलाउँदै हुनुहुन्छ यहाँ खानेकुराहरू किन्ने पैसा। साथीहरू मस्त रमाइलो छ है, खानेकुरा किन्ने पैसा है। हजुर अहिले स्टोरेज फुल हुन्छ तेरो। केयरफुल है डेस्टिनेसन कहाँ हो भने थाहै भएन है साथीहरू। यही त पार्कमा बस्ने भनेको पानीले सबै पानी 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 भरेको छ साथीहरू। कहाँ जाने त अब? कहाँ जाने अब लास्ट हामी पहाडीको डाँडामा जाने भनेका छौँ। के हुन्छ थाहा छैन मेरो, मलाई चाहिँ थाहा हामी अन्त वेमै छौँ। हामी ड्राई पिकनिक जाने ठाउँतिर एक जग्गा हामी जाने भने कहाँ ठाउँ थाहा छैन, तर हामी उता डाँडामा जाने भनी राखेका छौँ। यस्तो मजाको भ्यूहरू हेर्दै हामी जाँदै राखेका छौँ। अन्त स्पिड रन्जु मिस कस्तो लागिरहेछ? रमाइलो पोखरादेखि अलि टाढा आनन्द लिनु छ भने यतातिर आउनु ल साथीहरू। एकदम हामी नेचुरल भ्यूमा हिँडिरहेका छौँ होइन। एकदमै मजाले हावा खाँदै एकदमै मजा आइरहेको छ। झन् अरूको पछाडि बस्दा त झन् मजा आउँछ साथीहरू होइन। एलिसा अगाडि म हेलो यसरी हिँडिरहेको छौँ हामी। पछाडि साथीहरू मजाले आउँदै हुनुहुन्छ। फाइनल्ली हाम्रो डेस्टिनेसनमा आइसकेका छौँ साथीहरू। यस्तो मजाको चौरमा अब हामी यहाँ इन्जोय गर्नेछौँ। सबैले देखाउँछ ल, हाई गर्ने सबैजनाले। हेलो गौरी मिस, हेलो हेलो म देखेछु ल तपाईँ ल। ओके गर्मी आकाश हेर्नु पर्ने भयो।
बिचमा हामी बसिरहेका छौँ। हेलो दिपा मिस, हेलो हेलो सुमिस, हेलो मिसहरू, हेलो हेलो। लेकको भ्यू हेर्दै हामी यसरी बसिरहेको छौँ साथीहरू। मिठो होला जस्तो छ, खाए ल। फाइनली साथीहरू हामी ड्राई पिकनिक पिकनिक गरेर हामी सकिसक्यो। अब हामी घर जान लाग्यो साथीहरू। ल भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यसै सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। कमेन्ट बक्समा कमेन्ट पनि छोडेर भन्दै आजको लागि बिदा हुन्छ। बाई सबैजना। गौरी मिस बाई।